हेलो गाइस, स्वागत छ मेरो मिनी ब्लगमा। अनि हजुरहरूलाई कस्तो छ? म चाहिँ एकदमै ठिकै छु। यो चाहिँ जेठ 17 गतेको भिडियो। आज चाहिँ 18 गते हो। हिजो हाल्न नपाएको भएर आज चाहिँ हाल्दैछु मैले चाहिँ। हिजो चाहिँ हामी मङ्गलेरी गएको थियौँ। जेठाजु पुण्यको दिन मामाहरूले चाहिँ कुलपूजालाई धुपधार गर्नुहुन्छ। त्यहाँ पुगिसकेपछि हामी चाहिँ सिधै किचनतर्फ लागेर नास्ता गर्न लाग्यौँ। हामीलाई चाहिँ माइजूले रोटी तरकारी दिनुभयो। त्यसपछि हामी चाहिँ बाहिरतिर निस्केर बोईहरूलाई भेट्न लाग्यौँ। बोईहरूले चाहिँ पात खोज्दै हुनुहुन्थ्यो। बाजेहरूले चाहिँ भित्र प्रसादहरू बनाइराख्नु थियो। यहाँ चाहिँ आइमाईहरूलाई जान मिल्दैन, सबै चिज बाजे मामाहरूले नै बनाउनुहुन्छ। अनि यता चाहिँ मेरो छोरा नाचिरहेको थियो। त्यसपछि बोईले भोकेर नाचाउनु भयो एकछिन। अनि हाम्रो भाउजूले चाहिँ मलाई नदेखाउनु भन्दै हुनुहुन्थ्यो। अर्को भाउजू आएर चाहिँ ढोकभेट गर्न लाग्नुभयो। त्यसपछि हाम्रो मम्मीहरूले चाहिँ धजाबेटी सताउन लाग्नुभयो र बहिनीले चाहिँ लाज मान्दै थियो। अर्को बहिनीले चाहिँ हेर्दा पनि हेरिने र हामी चाहिँ धजाबेटी लगेर अगाडि उभिन लाग्यौँ। अनि पछाडिपट्टि चाहिँ मेरो मम्मीहरू हुनुहुन्थ्यो। अनि यता चाहिँ माइजूहरू, हाम्रो कान्छी माइजू चाहिँ साह्रै लाज मान्ने क्या। अनि नानी चाहिँ ठुसिरहेको थियो। हाम्रो आन्टी चाहिँ हाँसियो फेरि।